हेलो नमस्ते सबैजनालाई र तपाईहरु सबैजना एकदमै ठिकठाकै हुनुहुन्छ होला है र म पनि ठिकठाकै छु अहिलेसम्म र आज माघे संक्रान्ति है मकर संक्रान्ति र सबैजनालाई एकदमै मकर संक्रान्ति माघे संक्रान्तिको तरुल डेको चाहिँ एकदमै शुभकामना छ है ह्यापी तरुल डे भन्न चाहन्छु र अहिले चाहिँ एकदमै जाडो बढेको छ मिरिकमा है एकदमै चिसो छ हिजो चाहिँ पानी पनि पर्यो है पानी एकदम मजाले नै आयो त्यतिको जमिन भित्ने खालको र पानी पर्नको साथसाथै जाडो पनि एकदमै बढेर गएको छ है र आज संक्रान्तिको दिनमा चाहिँ एकदमै जाडो नै छ मौसम चाहिँ यस्तो छ है र फेरि पनि सबैजनालाई आजको यस भिडियोमा एकदमै स्वागत गर्न चाहन्छु मेरा सबै प्यारा भ्युअर्सहरुलाई मेरा युट्युब परिवारलाई एकदमै स्वागत छ है र तपाईहरुलाई मैले अस्ति ब्लुम भएको अब कतिवटा देखाए है जुन चाहिँ अब ब्लुमहरु भइसकेको थियो कति हुँदै थियो त्यो तपाईहरुलाई मैले देखाए र आज चाहिँ कतिवटा मजाले ब्लुम भइसकेको छ कति आधा ब्लुम हुँदैछ र तपाईहरुलाई आज चाहिँ म त्यो देखाउन जाँदैछु है कुन ब्लुम भयो कुन ब्लुम हुँदैछ कुन भेराइटी छ र के कस्तो छ र आजको भिडियोमा चाहिँ म तपाईहरुलाई त्यो देखाउन जाँदैछु है नामहरु अब त्यसमा कतिवटा थाहा छैन र नाम थाहा भएको चाहिँ म तपाईहरुलाई भन्दै जानेछु तपाईहरुलाई मलाई थाहा नभएको नाम तपाईहरुलाई थाहा भयो भने चाहिँ कमेन्ट गरेर भनिदिनु होला है र आउनुहोस् तपाईहरुलाई म कुन फक्रेको छ आजको हाम्रो नर्सरीमा त्यो तपाईहरुलाई देखाउन जाँदैछु यो चाहिँ 2 स्टिक छ है एकदमै स्ट्यान्डर्डमा हेर्नुहोस् हाइट यसको है र यसको कक पनि एकदमै बेसी मात्रामै हुन्छ एउटा स्टिकमा है यसमा नभनेको पनि 12-13 वटा बेसी कक होला र कलर चाहिँ हेर्नुहोस् हल्का ग्रीनमा एकदमै कक पनि यसको यो ठुलो साइजमा छ है 2 स्टिक एकदमै स्ट्यान्डर्ड र यो चाहिँ दार्जिलिङ गार्डनको सिडको हो र यो साल चाहिँ फुल्यो 2 स्टिक एकदमै मजाले फुलेको छ है यस्तो छ हाइट चाहिँ एकदमै यसको राम्रो है एकदमै अग्लो प्लान यस्तो छ यसको
यो चाहिँ एक स्टिक छ है, एकदमै मिठो कलर। यो पनि पोहोरको साल चाहिँ यो 2 स्टिक फुलेको थियो र यो साल चाहिँ 1 स्टिक मात्र फुल्यो है। फुल चाहिँ एकदमै यो भेराइटी चाहिँ स्ट्यान्डर्ड भेराइटी नै हो, तर यो मिडियम साइज यसको चाहिँ है। यो फुलको चाहिँ साइज चाहिँ एकदम मिडियम छ यसको, यस्तो राम्रो छ है फुल। र यो 2 स्टिक छ है। हेर्नुहोस् त एकदम यसको कलर एकदमै मिठो। र यसको मेन विशेषता चाहिँ के छ भन्दा चाहिँ यसले चाहिँ एकदमै बाक्लो मात्रामा, बेसी मात्रामा चाहिँ यसले यो कक लागेको हुन्छ यसको है। यो थुङ्गा भनौँ न, थुङ्गा चाहिँ एकदमै यसको बेसी मात्रामा हुन्छ 1 स्टिकमा। र यो चाहिँ कट फ्लावर बेच्नु पनि अब फाइदा नै छ। यो अब यो अलिक सानो स्टिक छ है, यसमा त अब कतिवटा लागेको छ नभनेको नि 8, 12, 15वटा जस्तो यसमै होला, अझै बेसी पनि छ होला। यो अलिक ठुलो छ है, यो ठुलो स्टिक छ। यसमा झन् अब कतिवटा 25वटा जस्तो छ होला। यस्तो बाक्लो कक हुन्छ यसको है, थुङ्गाहरू। र यसको फुलाइ पनि एकदमै ठुल्ठुलो, हेर्दा नि यति मजाको देख्ने यो फुल है, यस्तो राम्रो। यसको नाम चाहिँ कोर्लादा खान हो र बुच यसको यस्तो छ है। हेर्नुहोस् तपाईँहरूले पनि अब फुलाइ हेर्नुहोस्, फुलेपछि आफै थाहा हुन्छ तपाईँहरूलाई है। यो फुलको चाहिँ अब एउटा के भन्नु, आकर्षण भनौँ न, तपाईँहरूलाई थाहा हुन्छ। एकपल्ट फुलाइ हेर्नुहोस् तपाईँहरूले। यस्तो मजाको है 2 स्टिक जरा पुरै एकदमै। यसले 4 स्टिक 5 स्टिक फुल्यो भने चाहिँ भयङ्करै देख्ने रहेछ। अहिले त यत्तिकै हेर्नुहोस् त। र यहाँ साइडमा नै यो 1 स्टिक छ है, यो चाहिँ मिडियम साइजको भेराइटी चाहिँ स्ट्यान्डर्डमा आउँछ। बुच यसको सानै छ, यतिको छ बुच। र यो पनि यसै यो पालि नै फुलेको है, यो साल नै फुल्यो, 1 स्टिक छ। र नाम चाहिँ यसको अलिक थाहा भएन मलाई। यस्तो छ है, यो मिडियम साइजमा यो। र यसको पनि फर्मेसनहरू चाहिँ यस्तो हुन्छ, कोपिलाहरू है यताउति फर्केको यसरी है। अब यसलाई पनि बनाउनु पर्छ, यस्तो छ फर्मेसन यसको। र यो पनि फुल चाहिँ एकदम नराम्रो चाहिँ होइन। 2 स्टिक 3 स्टिक फुल्यो भने यसले पनि राम्रै देख्नेछ। 1 स्टिकमा पनि यो राम्रै देखिरहेको छ अहिले है। र फुल चाहिँ यतै अब यसको छेउमा यो हेर्नुहोस् है।
यस्तो छ डिफ्रेन्ट हेर्नु न अब यहाँ अलग्गै दुईटामा सट्टा अब यता पनि फक्रिँदैछ यो फुलहरू है यता पनि ब्लुम हुनु सुरु भइसक्यो यो त मैले तपाईँलाई अस्ति देखाएँ 27 एक स्टिक र यो सेतो पनि अब फक्रिँदैछ भर्खर फक्रिसकेपछि तपाईँलाई देखाउने छु पोहोरको साल पनि फुलेको थियो यसले 2 स्टिक र यता पनि छ खास फुलहरू यी भर्खरै ब्लुम हुँदैछ र यो तपाईँहरूले अहिले देख्दै गरेको चाहिँ चक्लेट हो र यो चाहिँ एक स्टिक छ है चक्लेट यस्तो छ है यसको चाहिँ कलर एकदमै यो पनि टफ फुलहरू हो यसको पनि एकदमै डिमान्ड छ बेसी मात्रामा नै डिमान्ड छ यसको है एकदमै ज्यादा मात्रामा यसको माग चलिरहेको छ अहिले पनि यसको कलर एकदमै एक्स्ट्रा हुन्छ यो फर्स्ट फक्रिँदा ब्लुम हुँदै गर्दा चाहिँ एकदमै यो कस्तो डार्क कफी रातो खालके हुन्छ है रेडमा जति जति यो फक्रिँदै गयो त्यति त्यति यसको कलरहरू बिस्तारै चेन्ज हुँदै आउँछ है डिफ्रेन्ट कलरहरू यसले देखाउँदै लान्छ एकदमै त्यही भएर यो फुल अहिलेसम्म एकदम फेमस नै छ अहिलेसम्म एकदम यसको नाम चलिरहेको छ अहिलेसम्म त्यतिकै र यो एक स्टिक चाहिँ यहाँ फक्रियो फुल्यो प्लान्टले र अर्को प्लान्ट चाहिँ यहाँ छ यसले चाहिँ 2 स्टिक नै देख्छ यो पनि त्यही हो सेम चक्लेट नै हो तर यो चाहिँ अलिकति यसपालि यसको फुलाइ चाहिँ यो लथालिङ्गै खालके भयो यो अलिक के यसलाई रोगी टाइपको है यो कोपिलाहरू हेर्नुहोस् त यहाँ लिफहरू यसको काचककुचुक परेकोहरू यस्तोहरू यहाँ यस्तो खालके भयो है यो यी हेर्नुहोस् त यसको कुनै यो फर्मेसन नै छैन यसको फुलको यो उयो नै छैन कुनै कतिवटा चाहिँ एकदम ठिकै छ राम्रै छ कतिवटा चाहिँ अलिकति बिग्रेर गयो कोपिलाहरू र यहाँ चाहिँ अलिक ब्लुम हुनु बाँकी नै छ यस्तो छ अब यो अलिकति बिग्रियो है फुलाइ अलिकति यसको राम्रो भएन र यसले चाहिँ एकदमै राम्रोसँगले फुलेको छ र कोपिला चाहिँ एकदम यसको पनि बाक्लो हुन्छ बेसी मात्रामा एकदमै यो फर्मेसनहरू गाजङगुजुङ यताउति यहाँ उता फर्किरहेको छ एउटा है यसरी यस्तो खालको हुन्छ एकदमै बेसी बाक्लो कोपिला हुन्छ यसको है यस्तो छ र अब योहरू त अस्ति देखाएँ मैले तपाईँहरूलाई है एकदमै राम्रो यो फुल उयो पनि छ 2 स्टिक अब यसै यहाँ हेर्दै जाँदाखेरि यहाँनिर चाहिँ प्लान्ट हेर्नुहोस् यस्तो छ यसको है र फुल चाहिँ यसले पनि 2 स्टिक नै दिएको छ र एकदमै यो चाहिँ वाइटमा है यो बिचमा अलिअलि पिङ्क हल्का सेडिङ 2 स्टिक छ
यो पनि एकदमै स्ट्यान्डर्ड भेराइटी। पोहोरको साल यसले 2 स्टिक नै फुलेको थियो है, र यो पालि पनि 2 स्टिक नै दियो। र यसको चाहिँ आइडेन्टिफाई अलिक भएको छैन, यसको आइडी चाहिँ छैन अहिलेसम्म है। एकदमै यसको ककहरू हेर्नुहोस्, यति मजाको ठुल्ठुलै हुन्छ यसको पनि है, एकदमै राम्रो। वाइटमा चाहिँ यो एउटा अब अहिले ब्लुम हुँदैछ हाम्रोमा है, 2 स्टिक छ, यहाँ एउटा भयो होइन, र यता एउटा भयो। अब यसलाई अलिक स्टिक दिएर बनाउनु पर्ने छ फर्मेसन है। र अब कोपिला त अब थुप्रै छ अझ फक्रिनु पर्नेहरू, र अस्ति मैले तपाईँलाई देखाएको थिएँ यो है, अहिले एकदमै राम्रोसँगले फक्रिसकेको छ। कलर यति मजाको यसकै हेर्नुहोस् त, यति मजाको छ। यसको नाम चाहिँ अस्ति मैले भने तपाईँलाई स्यान्डविच टच भनेर। अहिले चाहिँ एकदमै पुरै मात्रामा ब्लुम भइसकेको छ, फक्रिसकेको छ है स्यान्डविच टच। यसको चाहिँ के भने अलिकति कक चाहिँ यसको थुङ्गा चाहिँ अलिक कम्ती लाग्छ है। यहाँ हेर्नुहोस् कतिवटा छ र बेसी छैन नि यसको त, 3टा 6वटा 7 8 9वटा छ है। यी कम्ती नै लाग्छ यसको चाहिँ ककहरू। एकदमै यो पनि मन परेको फुल एउटा यहाँ छ 2 स्टिकमा, यो भर्खरै फक्रिँदैछ है, यस्तो छ। अझ बाँकी छ फक्रिनु पर्ने फुलहरू थुप्रै छ, यी कोपिलाहरू मात्रै छ अझै है, तपाईँहरूलाई मैले देखाइहालेँ। यहाँतिर छ, यस्तो छ। अहिलेसम्म अब कतिवटा फक्रेको छ है, त्यो चाहिँ मैले तपाईँहरूलाई देखाइसकेँ। र अब अझै छ फक्रिनु, धेरै छ है, कोपिला मात्रै छ कतिवटा, र अझै छ फक्रिनु। र जब त्योहरू पनि अब मजाले फक्रिसक्छ तब चाहिँ म त्यो तपाईँहरूलाई देखाउने छु। र अहिले हेरिहाल्नुभयो कुन कुन चाहिँ रहेछ भेराइटीहरू है, कुन कुन कलरको रहेछ, के कस्तो रहेछ, त्यो मैले तपाईँहरूलाई देखाइहालेँ है। र आजको यो सानो भिडियो तपाईँलाई के कस्तो लाग्यो, र नयाँहरू छन् चाहिँ भिडियो हेरेर एकदमै सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला है। र भिडियो राम्रो लाग्यो पनि नलाग्यो पनि सेयर चाहिँ गरिदिनु होला, सबैमाझ पुऱ्याइदिनु होला है। र कति अब इच्छुकहरूले पनि धेर थोर अलिअलि भए पनि जानकारी पाउँछ यो भिडियो हेरेर। र आजलाई चाहिँ यति नै, र अर्को फेरि फक्रिसकेपछि भिडियो लिएर आउने नै छु, अर्को भिडियो है, अर्को भिडियोको साथमा उपस्थित हुने नै छु। तबसम्मको लागि चाहिँ सबैजनालाई एकदमै टाटा बाई बाई।